कहिले कटिङ गर्ने आज किन कटिङ गर्दैछु र कसको लागि कटिङ गर्दैछु सबै थाहा पार्ने भिडियो अन्तिमसम्म गाइज। हेलो गाइज, आयो तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। नास्ता सास्ता खाएर ड्याडीले चाहिँ चाउमिन पकाउनु भयो। मलाई मात्र हो कि भनेको अरूहरूलाई पनि लाग्दो रहेछ। बिहान बिहान भयो, त्यसपछि चट्नी हालेर पनि दिए। हेर्नु न गाइज, आज पनि वाइफाईको तार चुटाइदिएको छ। हाम त होइन, छिमेकीको तार चाहिँ चुटाल्दिएको रहेछ। अहिले आफ्नो वाइफाईको तार एकदम माथि बाँधेको छु ताकि चुटाल्न नसकोस् भनेर। त्यसपछि चाहे अनुसार बियर पनि लिएर आएर चिसो पनि सकेको रहेछ। अब के अन्त भ्याइसी ल्याउनु पर्यो भनेर म चाहिँ ढिलो नगरी जानुतिर लाग्यो। फाइनली गाइज यो पनि लिएर आएर होइन के हो यस्तो गर्मी, बिहान बिहान यति लिएर आउँदा पनि लास्टै गर्मी हुँदो रहेछ हौ नेपालमा। म चाहिँ गर्मी मार्नलाई गाबा जुस खानलाई, हजुरहरूलाई धेरै गर्मी भएपछि गाबा जुस खानु होला। ड्यु स्प्राइट भन्दा यो नै राम्रो हुन्छ। त्यसपछि जुम्ला स्याउ चाहिँ बेच्दै ल्याउनु भएको रहेछ। मैले चाहिँ 1 केजी राखिहालेँ। आफ्नै देशको अर्ग्यानिक स्याउ नखाने त सराइ पिहाल्छ स्याउले। हजुरहरू पनि खानामा नबिर्सिनु होला भन्दै म चाहिँ लाएँ किमा लिन। सही त बनाउनु पर्यो भनेर किमा पनि लिएर आएँ। जो कि देख्न सक्नुहुन्छ गाइजहरू, मैले लिएर आउँदा त मम्मी चाहिँ घरमा बन्द काट्दै राख्नु भएको थियो। त्यसपछि मम्मीलाई हेल्प गर्दै मैले काट्नुतिर लागेँ। गाइज र बन्द काट्नुपर्छ मोमोको लागि, त्यसैले हो गाइज। अरू बेला ड्याडीले काट्नुहुन्थ्यो, ड्याडी केही कामले बाहिर जानुभएको छ र मैले काट्दै त्यो ठुलो कुरा भएन, तर मोमो बनाउनु चाहिँ ठुलो कुरा हो गाइज। जो कि भिडियो अन्तिम समय नलगाएछ म मोमो बनाएको पनि देखाउँछु हजुरहरूलाई। कटिङको काम सकेर 2 या बन्दा चाउमिन अर्डर आउँछ र म पकाएर पनि दिन्छु। फाइनली गाइज हाम्रो मोमो बनाउने काम पनि स्टार्ट भयो, जो कि देख्न सक्नुहुन्छ। मोमो त बनाए तर खाना पनि कहिले आउने हजुरहरू थाहा नै छैन। अरे यार फलो गरेर आउन यार, 50% डिस्काउन्ट हरिदिनु छु। अब यति गर्दा नि हुँदैन त म के गरौँ। मोमो बनाउनेलाई म घाम पानी नभनी बनाउनु छु, खाना हो भन्दा कोही आउँदैन। फाइनली गाइज हाम्रो मोमो पनि बनाएर सकिन्छ कि जो कि देख्न सक्नुहुन्छ लभली। अहिलेसम्म भिडियो हेर्दिका धेरै धेरै धन्यवाद। आजलाई यति, सी यु अगेन नेक्स्ट भिडियो एन्ड बाइ।